यही रातमा देखाइन्छ कि निशा आफ्नो रुममा सुतिरहेकी हुन्छ र उसले रुममा आफ्नो एउटा मान्छेको छाया देखिरहेकी हुन्छ र ऊ देखेर ऊ लास्टै डराउँछ। उसले पछि आँखा खोल्छ र सोध्छ कि यो सबैभन्दा दुःखको घडी हो भनेर। अघिल्लो दिन देखाइन्छ कि थोमस त्यो वरिपरि घुमिरहेको हुन्छ। त्यति बेला थोमसले एउटी आइमाईलाई कपडा चेन्ज गरेको देख्छ। त्यति बेला त्यो आइमाईले उसको कपालहरू काटिदिन्छ र ईसालाई एकदम दुःख लाग्छ। तर दुःख लागे पनि उसलाई के हुन्छ भने ऊ पनि त्यहीँ बसेकी हुन्छ, त्यसैले ऊ केही बोल्दिन। एक दिन ईसा आफूलाई आफ्नो भाइको बाल सफा गरिरहेकी हुन्छ। त्यति बेला उसलाई तलबाट एउटा आवाज आउँछ, केही फुटेको जस्तो आवाज आउँछ र ऊ त्यहाँ गएर हेर्न थाल्छ र एकदम डरलाग्दो दृश्य देख्छ र उनीहरू सबै फर्किन्छन् र भन्छन् वाट। त्यो आवाजले चाहिँ एउटा स्ट्याटु फुटेको, त्यो स्ट्याटुको माथि एउटी आइमाईलाई चल्न लगाउँछ। ऊ लास्टै रुन्छ तर यताउति सबै हेरिरहेका हुन्छन्। त्यत्तिकैमा ईसाले उसलाई रोक्न खोज्छ र ईसालाई रोक्न खोज्दा भन्छ उसलाई गर्न देऊ, उसले आफ्नो रगत भगवानलाई चढाउँदैछ भनेर भन्छन्। किनकि ईसाले भन्छ कुनै पनि चर्चमा यसरी गडलाई यसरी रगत चढाउने चलन हुँदैन भनेर उसले भन्छ। तर त्यही रगत उसलाई समात्न र उसलाई सफा गर्न लगाइन्छ। अर्कोतर्फ थोमसलाई देखाइन्छ र थोमसलाई भन्छ तिमी हाम्रो ग्रुपमा आउने भए तिमीले एउटा च्यालेन्ज पुरा गर्नुपर्छ। थोमसले भन्छ के च्यालेन्ज हो? तर तिनीहरूले साथीहरूले भन्छन् तिमी केटीको रुममा गएर केटीको कपडाहरू ल्याउनुपर्छ। त्यो जान रेडी हुन्छ र उसको दिदीलाई पनि थाहा हुन्छ कि ऊ कहाँ छ भन्ने। पछाडिबाट साथीहरूले हेरिरहेका हुन्छन् र उसले सोध्छ कि डर मान्छे कतै उसको मदरले त नथाहा पाओस् भनेर। उसको मदर उसलाई खोज्दै तल आउँछ र उसको दिदीले तिनीहरूको सबै कुराहरू सुनिरहेकी हुन्छ। तर त्यो थोमस त्यो कोठाभित्र जान्छ र त्यो कोठा एकदम छाया देख्छ र त्यो छाया हुन्छ एउटा खुट्टा जस्तै। त्यो साइडमा हेर्नुहोस् त ठ्याक्क दुईटा खुट्टा जस्तै ऊ देखिरहेको हुन्छ। थोमस डराउँछ र बाहिर दौडिन्छ। अर्कोतर्फ मदरले सबैलाई क्लास लिइरहेकी हुन्छ र उसलाई सबै छोपेर लग्छ र उसलाई त्यो लाइनमा उभाउँछ र भन्छ कसले पठायो उसलाई। तिनीहरूले यातना दिइरहेकी हुन्छ तर यति सबैले सुनिरहेका हुन्छन्। त्यत्तिकैमा दुईटी पनि भित्र आउन कोसिस गर्छन् र उनीहरू सबैलाई सम्झाइ बुझाइ गर्छन् ताकि फेरि यस्तो काम नहोस् भनेर। यदि कोही गयो भने उसको ज्यान तत्काल जानेछ भनेर उनीहरूलाई चेतावनी दिन्छ। यसको पार्ट 4 पनि आउनेछ, हामीलाई सब्सक्राइब गर्न नबिर्सनु होला।